हेलो एभ्रिवान, सम्पूर्णलाई नमस्ते। आज हामी राधिको स्टक एनालाइसिस गर्छौँ है। राधिको स्टकलाई हेर्दा बाइङ प्रेसर स्ट्रङ देखिन्छ है। विकली ट्रेडबाट अब हामी यसलाई विस्तृत एनालाइसिस गर्छौँ है। मैले फिबोनाची लोवरदेखि हाइजर पोइन्ट सेट गरेँ है। हाम्रो फिबोनाची 0.618 पोइन्टमा आएर स्ट्रङ सपोर्ट लिएको छ है। यस पोइन्टमा चाहिँ स्ट्रङ ह्यामर पनि बनाएको छ, देखिन्छ। स्ट्रङ ह्यामर बनाएको छ है। मार्केट तल जान खोजिरहेको छ, बट प्राइस राइज भएको छ। अगेन मार्केट युएस पोइन्टदेखि फल भएको छ। अगेन मार्केट 0.382 पोइन्टमा स्ट्रङ सपोर्ट लिएको छ। अहिले मार्केट 860 मा चलिरहेको छ है। अब डेली टाइम फ्रेममा एनालाइसिस गर्दा यसलाई बाट गिर्न सुरु भएको मार्केट 600 मा आएर स्ट्रङ सपोर्ट जोन बनाउँछ है। एउटा ह्यामर बनाएर मार्केट के हुन्छ, प्राइस राइज हुन्छ र अगेन अनदर टाइम 700 मा स्ट्रङ सपोर्ट लिन्छ। मार्केट त्यसपछि ब्रेक गर्न सक्दैन है। हामी देख्न सक्छौँ यस पोइन्टदेखि अगेन मार्केटले के बनाएको छ, ब्रेक गर्न खोजिरहेको छ तर सकेन। यस पोइन्टमा आएर सपोर्ट लियो, सेकेन्ड सपोर्ट लियो, यो रेजिस्टेन्स पोइन्टलाई ब्रेक गर्यो, देखिन्छ। ओके, हाम्रो यो स्ट्रङ रेजिस्टेन्स पोइन्टलाई ब्रेक गर्यो। इफ अगेन मार्केट बढिरहेको छ, भोल्युम पनि इन्क्रिज भएको छ है। डेली टाइम फ्रेममा हेर्दा इफ अब मार्केट अब यस पोइन्टदेखि प्राइस राइज भएको, अगेन आएर पुल ब्याक 800 मा लिएर 800 मा सपोर्ट लिएर प्राइस राइज हुन्छ भने हाम्रो इन्ट्री पोइन्ट यस पोइन्टमा हुन्छ है त। स्ट्रङ बल्क बाइङ हाम्रो कहाँ हुन्छ, यस पोइन्टमा हुन्छ है, देखिन्छ। अगेन हाम्रो प्रिभियस रेजिस्टेन्स पोइन्ट पनि छ है। यो रेजिस्टेन्स पोइन्ट र अगेन यो तलको हाइजर लो को यो रेजिस्टेन्स पोइन्ट स्ट्रङ छ है। यो ब्रेक भइसकेको छ तलको। माथिको इफ एस रेजिस्टेन्स पोइन्टलाई ब्रेक गर्यो भने हाम्रो यो राति स्टक चल्ने सम्भावना चाहिँ देखिन्छ है त। अब विकली टाइम फ्रेममा एनालाइसिस गर्दा पछिल्लो 1200 यसको हाइज पोइन्ट 1280 है पुगेको देखिन्छ। यस पोइन्टमा आउने सम्भावना प्रबल भएको देखिन्छ है त है। डेली टाइम फ्रेममा सिफ्ट गएर यसलाई एनालाइसिस गरौँ। ओके, सिम्पली अब हामी अर्को तरिकाबाट पनि एनालाइसिस गरौँ है। सिम्पली अब डाउ थ्योरीको प्रयोग गरौँ। यसमा कस्तो छ त, के भन्छ डाउ थ्योरीले? मार्केट सिम्पली यस पोइन्टदेखि मार्केट गिर्न सुरु भएको छ है। बेरिस जोनतिर झऱ्यो। मार्केट यस पोइन्टदेखि के बनाएको छ,
सपोर्ट बनाएको छ। ओके, हाइजर हाइज हाइजर लो, हाइजर हाइज हाइजर लो, यस पोइन्टलाई ब्रेक गर्यो, मार्केट अगेन यस पोइन्टमा आयो, मार्केट यस पोइन्टमा फेरि रिटेस्ट गर्नु गयो है, तर यो पोइन्टलाई ब्रेक गर्न सकेन। देखिन्छ, यो पोइन्टलाई ब्रेक गर्न सकेन। ओके, मार्केट यहीँबाट के गराएको छ, सपोर्ट बनाएर मार्केट माथि गएको देखिन्छ। ओके, यस पोइन्टलाई सपोर्ट बनाएर मार्केट गएको माथि गएको देखिन्छ। यहाँ चाहिँ स्ट्रङ सपोर्ट चाहिँ छ है, यहाँ स्ट्रङ सपोर्ट चाहिँ आएको छ। इफ यो पोइन्टमा अगेन पुल ब्याक लिन आउँछ भने आई एम इन्ट्री दिस स्टक्स, यसमा चाहिँ भारी हाम्रो पल कन्टिन्यूमा इन्ट्री गर्न सक्छौँ हामी, इफ पुल ब्याक ल्याउन सक्यो भने। ओके, अदरवाइज हामी अरू स्टकलाई आफ्नो वाच लिस्टमा राख्छौँ। ओके, आजको रातिको स्टक एनालाइसिस कस्तो रह्यो, जस्तो रह्यो सुझाव प्रतिक्रिया दिन नबिर्सनुहोला। धन्यवाद।